हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आजको भिडियो चाहिँ अब यो हजुरहरू देख्न सक्नुहुन्छ। म चाहिँ आज एउटा यो साथीको सहरमा म चाहिँ एक्लै नै हिउँ खेल्नतिर गइरहेको छु। यहाँ अब गाउँतिर कोही पनि साथी छैन। अब एक्लै हिउँमा रमाइलो गर्नु पर्यो। बाटो पुरै उकालै उकालो हिँडेर आएको घरदेखि उकालै छ। यहाँ हाम्रो चाहिँ अछामैतिर हो। यो उता बाजुरा साइड चाहिँ गएर म अब अर्कोचोटि जान्छु। आज चाहिँ म अछामतिरै हाम्रै लेकतिर गएको छु। यहाँ उता भट्टे भन्दा माथि, नाइनी भन्दा माथि। थकाइ चाहिँ लास्टै लागिरहेको छ, त्यही पनि एकदमै रमाइलो भइरहेको छ। एक्लै पनि यति धेरै भन्दा नि धेरै रमाइलो भइरहेको छ। हेर्न सक्नुहुन्छ यतातिर त्यति हिउँ चाहिँ पर्या नै रहेछ। अब धेरै हिउँ पर्या नै हल्का हल्का थुरिरहेको छ। यहाँ थकाइ चाहिँ लास्टै लागिरहेको छ। यहाँ अब बोल्नै सकिरहेको छैन। अब कसरी बोल्नु। हजुरहरू पनि अब यो हिउँ हेरेरै रमाइलो गर्नु। अब बाहिरबाट जो हेरिराख्नु भएको छ मलाई, उताबाटै हेरेर रमाइलो गर्नु होला। अब जसो भए पनि अब रमाइलो गर्नै पर्यो। यसले पनि रमाइलो गर्ने हो, घुम्ने हो, अनि घर जाने हो। पुरै हिउँ परेको छ, धेरै त परेन। अब हल्का हल्का परेको छ। अझ बिस्तारै पर्दै गर्ला। खै अब बिस्तारै रमाइलो गर्दै गर्नु पर्ला। मलाई अझै माथिसम्म जानु छ, हल्का माथिसम्म। यो चाहिँ खप्तर जाने बाटो हो। यो अगाडि रुखमा के लेखिएको छ रातो कलरले। अनि यस्तो चाहिँ हिउँ चाहिँ पुरा धेरै चाहिँ परेको नै रहेछ। पानी चाहिँ रातभरि परेको थियो। मैले चाहिँ टन्नै परिसक्यो होला सोचेको थिएँ। जसरी पनि जान्छु भनेर रातभरि निन्द्रै लागेन। निन्द्रा नलागेर हैरान। मलाई जसरी पनि जानु छ हिउँ खेल्नु छ, आउनु छ। त्यही सोचले रातभरि निन्दै लागेन। छटपटी। त्यही भएर म चाहिँ उता तुका चाहिँ त्यो अलिक कति काम थियो त्यहाँ तुका चाहिँ। अनि त्यहाँ त्यो अस्ति नै हजुरबा बित्नु भएको थियो। त्यहाँ त्यो के दिन्छन् त्यो मलाई नाम पनि आएन अहिले। त्यो भिटोमान त्यो दिएर आएको म अहिले चाहिँ। त्यो पछि हल्का यहाँ माथि हिउँ देखिरहेको थिएन। नाइनीतिर त कहीँ पनि देखिरहेको थिएन। मैले कहीँ पनि परिरहेको छैन सोचेको थिएँ कि अब हल्का माथि लेकतिर हुनसक्छ भनेर आउँ। म भेटाए पनि राम्रो हो, नभेटाए पनि केही छैन। अर्को दिन जानु पर्ला सोचेर त्यही भएर म चाहिँ आएको। त्यही पनि मलाई एक्लै नै रमाइलो लाग्छ। साथी भए पनि रमाइलो त रमाइलो लाग्छ। त्यही पनि धेरै जसो ठाउँ मैले एक्लै नै जाने गरेको छु, एक्लै नै घुम्ने गरेको छु। एक्लै जानुको आनन्द अब मजा चाहिँ अब अलग्गै हुन्छ। अब भन्नै सकिन्न। योभन्दा अगाडि चाहिँ सर्ट भिडियो बनायो। आज चाहिँ अब हल्का लङ भिडियो बनाऊ भन्ने मनमा हल्का जिज्ञासा जागेर अब हल्का फुल भिडियो बनाऊ भनेर म यस्तो चाहिँ अब बोलीमा चाहिँ अब त्यति मेरो बोली स्पष्ट छैन। अब फुल भिडियो, ठुलो भिडियो मलाई यति यसरी बोल्न पनि आउन्न। त्यही पनि हजुरहरू यो सुन्दर ठाउँ हेरेर साथ दिनु होला। हिउँ हेरेर साथ दिनु होला। मलाई बाटोमा ठाउँ चिप्लाइरहेको छ। यो जुत्ता पनि यस्तो लगाएर आएको छु, पुरै भिजेर चिसो पसिसक्यो भित्र। यहाँ चाहिँ के गइरहेको छ। यहाँ अगाडि रत्त गए सायद। थकाइ चाहिँ लास्टै लागिरहेको छ। क्यामेरा पनि त्यति राम्रो छैन, साउन्ड पनि त्यति राम्रो आएको छैन। हजुरहरू मलाई माफ गरिदिनु होला। त्यही पनि हिउँ चाहिँ यस्तै हो। ननिक्यौँ
राम्रै भइरहेछ जे होस् यात्रा। उता त्यो उकालोमा चढ्दा चढ्दै धेरै नै गर्मी भएको थियो मलाई। अब चाहिँ हल्का चिसो, धेरै नै चिसो ठाउँ आयो, त्यही भएर आनन्द भइरहेछ यहाँ। साथीहरूलाई चाहिँ धेरै सम्झिएको छु है, मेरो साथीहरूलाई धेरै नै याद गरिरहेको छु यार। तिमीहरू पनि भइदिएको भयो यहाँ, उपेन्द्र भतिज, विशाल भाइ, सुनिल दाजु, शङ्कर, हामी पहिला आएको यहाँ कति रमाइलो भएको थियो है। प्रकाश भाइ, हामी सबै आएर कति रमाइलो भएको थियो। यहीँ आएको थियौँ दिनेश भाइ, हामी यतै आएको थियौँ दिनेश, हामी सबै एकपटक धेरै रमाइलो भएको थियो। त्यति बेला चाहिँ धेरै नै हिउँ परेको थियो। योपटक चाहिँ धेरै समयपछि यो माघको महिना हिउँ परिरहेको छ, धेरै पछि हिउँ पऱ्यो। तिनीहरूको चाहिँ याद आएको छ, तिनीहरू चाहिँ खुब साथी थियो गाउँमा, धेरै नै माया छ है। धेरै रमाइलो गरेको थियौँ एकपटक यहाँसम्म आएर, म पनि त्यहीँ पुगेको छु। प्रकाश भाइ सानै थिइस्, यति सानो थियो, त्यसलाई पनि छोड्दै नछोड्ने, त्यसले साथ जहाँ गए पनि पछि लागेको लागि त्यो पनि जिद्दी गरेर त्यति बेला चाहिँ यहाँ घुँडासम्म आइरहेको थियौँ। योपटक चाहिँ त्यति छैन, त्यति बेला चाहिँ घुँडासम्म आएको थियो। त्यति बेला त्यो भाइ पनि जिद्दी गरेर हिउँ खेलेर खन्डेर कति दिनसम्म अब बिरामा पढेछ थाहै छैन। यति मजा आयो, सबैलाई माया छ है, धेरै धेरै माया छ। मेरो फुल भिडियोलाई सपोर्ट गरिदिनु होला। अब अरू त के भन्नु, धेरै कमी कमजोरी होला, त्यसलाई चाहिँ माफ गरिदिनु होला। सुरुमै सायद यस्तै हुन्छ होला, त्यही पनि हजुरहरू सुझाव सल्लाह चाहिँ दिन चाहिँ नबिर्सनु होला है। ए यसको सहारामा मस्त आनन्द आइरहेको छ, हिँड्ने हो आज। धेरैजनाले रिक्वेस्ट गरे कि फुल भिडियो चाहियो, फुल भिडियो चाहियो, त्यही भएर चाहिँ मैले फुल भिडियो बनाएको है। त्यही पनि सर्ट भिडियो चाहिँ मैले बनाइसकेको थिएँ, त्यही पनि फुल भिडियो बनाउनु पऱ्यो भनेर मैले ध्यान आएर मैले फुल भिडियो बनाउन रेडी गरेँ। यता चाहिँ त्यति हिउँ छैन, हल्का डाँडातिर चाहिँ त्यति हिउँ छैन, गहिरा चाहिँ टन्नै हिउँ छ। डाँडा चाहिँ हल्का पत्लै छ, पत्लै। अब बिलाइसक्यो होला, घाम लागेको थियो अघि नै, घाम पनि हराइसक्यो। अझ फेरि साँझसम्म खोइ पढ्नु पनि सक्छ न, बादल पनि छ, पढ्नु पनि सक्छ। हजुरमा भन्न लाग्नु भएको थियो, कहीँ नजाइस्, दिएर सरासर आइस्। सरी हजुरआमा, म चाहिँ कहाँ पुगिसकेँ, हजुर रिसाउनुहुन्छ पछि। त्यही पनि म कहाँ पुगिसकेँ यहाँ। ए पाल्नु ठाउँमा त यस्तो छ। धेरै हिउँ खेलाए पनि पछि चिसो होला र लक्डी समात्न पनि हात नहोला। मस्त थिएँ। अगाडि रत्तको बाटो छ यहाँ, रत्त गइराख्ने, पछाडि मेरो बाघ पनि गएको हुनसक्छ, भर त छैन। अब यो स्यास्या भएर यो धेरै बोल्न सकिरहेको छैन, त्यसको लागि माफ गर्नु होला है। यताबाट चाहिँ उता हल्का त्यो बाजुरा साइड हो, त्यो राम्रोसँग देखिरहेको छैन, यहाँ अगाडि रुख्छन्। यति मजा आइरहेछ। जे होस् म आधासम्म पुगेर आउने हो जति सकिन्छ, घर पुग्नलाई टाइम बचाएर रिटर्न आउने हो। तर चिप्लिँदै आउनुपर्ने हो, कति चिप्ला छन् जुत्ता, यस्तरी रडी आउनु पर्ने अन्त रडी। यो ब्याग चाहिँ किन बोक्यो सोच्नु भयो होला। यहाँ चाहिँ त्यो भिटो मानु भन्छ नि, त्यो चाहिँ लिएर आएको थिएँ म, अनि त्यो चाहिँ सँगै बोकेर आइहालेँ। यसमा अलिकति खानको लागि नास्ता पनि ल्याएको छु, पछि भोक लाग्ला भनेर मैले। पछि रातै यहाँ जङ्गल बाटी ढल्यो भने त अनि सक्यो त भोकले, त्यही भएर चाहिँ मैले खानेकुराको चाहिँ व्यवस्था गरेर आउँ। यसरी हिउँ थुरिरहेको छ यो रुखमा, यसरी पुरै
हाँगा माथि हल्का हल्का धेरै हिउँ परेको छैन, त्यही भएर थुरिएको छैन। अलिकति थुरिएको छ, धेरै थुरिएको छैन। होस्, मजा आयो। मलाई चाहिँ मेरो सबभन्दा मनपर्ने चिज भनेको चाहिँ घुम्ने। मलाई घुम्न चाहिँ एकदमै मनपर्छ। साथी हुन् नहुन् मलाई त्यो फरक पर्दैन, तर घुम्न चाहिँ मलाई एकदमै मनपर्छ। त्यही भएर म चाहिँ धेरै घुम्छु। अब के भनौँ, मैले हजुरहरूको माया एकदमै पाएको छु। टिकटकमा, युट्युबमा, फेसबुकमा माया बढिरहेको छ। बिस्तारै धेरै नै माया गरिदिनु होला है। अब राम्रोसँग अब बिस्तारै होला नि। मैले यस्तो धेरै बोल्न पनि आउँदैन, धेरै शब्दहरू अब के मिलाउन यस्तो केही पनि आउँदैन। नर्मल भिडियो अहिले चाहिँ नर्मल, त्यस्तो मसँग राम्रो क्यामेरा पनि छैन। अब बिस्तारै सायद समयले साथ दियो भने चाहिँ बिस्तारै राम्रो भिडियो बनाउने छु अझै नै। यही आशा गरेको छु हजुरहरूको माया पायो भने। आजको भिडियो चाहिँ अब यो स्याँ गर्दा कहाँ हरायो। अगाडिको यो ढुङ्गामा पुगेँ क्या म अगाडि। के ढुङ्गो छ यहाँ अगाडि, के खिर खाने के भन्दाखेरि अस्ति गएको बेला त खै के हो, मलाई त्यति नाम पनि थाहा छैन, बाटो मात्रै थाहा छ। यही नै मेरो लागि ठुलो कुरा हो। हेर्नु कति राम्रो देखिरहेको छ यताउता। थ्याङ्क यू। अब जति सकिन्छ यदि समय पायो भने रमाइलो गर्ने नै हो। अहिले चाहिँ हल्का समय छ, अलिकति चाहिँ हल्का 1-2 वर्ष त्यो चाहिँ हल्का रमाइलो पनि गर्ने हो, आफ्नो काम पनि कन्टिन्यू गर्ने हो। त्यही भएर यदि समय मिलिहाल्छ भने घुमिहाल्ने हो कि फेरि पछि आफ्नो यो फ्युचरमा अब बिजी भइन्छ। आफ्नो फ्युचरमा विवाह गऱ्यो भने अरू पनि हुन्छ, घरको जिम्मेवारी धेरै नै थपिन्छ। अब घरमा भाइ बहिनी सबै भाइ बहिनीहरू भयो भने तिनीहरूलाई पढाउनै पर्यो। तिनीहरूलाई त्यत्तिकै त अब भोलि विवाह गरेर गए पनि बहिनीहरू भाइहरूले विवाह गरे पनि आफूभन्दा सानै छन् भन्यो भने सपोर्ट त गर्नै पर्यो। अहिले आफ्नो पढाइलाई छोडेर भयो भने माथिबाट चाहिँ यति धेरै पानी परिरहेको नि, पुरा त्यो रुखमा हिउँ रहेको होला। त्यो हिउँदेखिको पानी यति पुरा पानी परे जस्तै भइरहेको यहाँ। तर्साइरहेको यार। अब धेरैजसो मान्छेहरू भन्छन्, सबैले भन्छन् प्रायः 2 दिनको जिन्दगी हो, रमाइलो गर्ने हो। तर 2 दिनको जिन्दगी भन्नेमा पनि गलत बाटो चाहिँ हेर्नुहुन्न। अब आफ्नो परिवार हेर्नु पऱ्यो, समाज हेर्नु पऱ्यो, सबैलाई हेर्नु पऱ्यो आफूले, तब मात्र हुन्छ। 2 दिनको जिन्दगी भन्यो, उडायो, रक्सी चुर खायो, यता गयो उता गयो। अब यस्तो चाहिँ राम्रो होइन, त्यस्तो चाहिँ गर्नुहुन्न। परिवारलाई दुःख दिने काम चाहिँ गर्नुहुन्न। अरू चाहिँ जे गरे पनि अरूलाई, परिवार अरू कसैलाई पनि असर पर्ने गरेर काम चाहिँ गर्नुहुन्न। मेरो चाहिँ यो भने अब कुर्तीलाई लाग्ला कि अब त्यत्तिकै भाँसर दिन्छ, तर त्यस्तो चाहिँ राम्रो होइन। 2 दिनको जिन्दगी भन्दैमा पनि रमाइलो चाहिँ अरूलाई हानि हुने काम चाहिँ गर्नुहुन्न। म चाहिँ गर्दैन है त्यस्तो। पहिला चाहिँ अब गऱ्यो होला, अहिले चाहिँ त्यस्तो सोच आउन्न। सबैसँग बराबर, सबैलाई बराबर गर्ने हो। जति आफू हो, आफ्नो हो, अरू हो, जति सकिन्छ राम्रो गर्ने। मलाई चाहिँ लास्टै थकाइ लागिरहेको छ। म चाहिँ रोकिएको छैन, बसेको छैन है। एकपटक चाहिँ बस्यो उता
त्यसपछि म हिँडेछु। थकाइ स्यासे पऱ्यो पनि तर यस्तो रोकिन मनै लाग्दैन। अझ अगाडि परेको होला, अझ हेर्नु छ अगाडि। यस्तै सोच्ले कहाँ पुग्यो थाहै हुन्न। यहाँ बाटोमा चाहिँ यत्रो रुख ढलेको छ नि, पुरा रुख ढलेर बाटो नै बन्द भएको छ। यहाँ चाहिँ यस्तो छ। म चाहिँ यसरी फेरो बाटो छ क्या, कतै पाल्लो कतै उकालो यस्तै छ बाटो यहाँ। मेरो खुट्टा चाहिँ अब चिसो हुन लागिसक्यो। अब म चाहिँ त्यही पनि रोक्नेवाला होइन, चिसो चाहिँ लास्टै भइरहेछ है। अब हिउँ यसरी माथि खसेर यसरी भइरहेको छ। अब नहुने त चिसो नहुने त कुरै भएन। यसरी थुरिरहेको छु क्या रुखमा, यसरी तर्साउँछ कि मलाई। छरेर खस्छ, तर्साइदिन्छ। उता रुखमा थुरिरहेको छ, यो रुखमा अलिकति। अब धेरै नै थियो होला बिहानसम्म त। अब घाम लागिसकेपछि त सब अलिकति धेरै परेको छैन, त्यही भएर अलिकति परेको छ। त्यही भएर चाहिँ सबै बिलाउन सुरु भइसक्यो यहाँ। पुरा आनन्द। जति अगाडि जानु लाग्यो त्यति नै हिउँ बाक्लो आइरह। बाक्लो छ यहाँ हल्का। जति अगाडि जाँदैछु त्यति बाक्लो हिउँ देख्दैछु यहाँ। अब त खुट्टा पनि ढाकिसक्यो यति बाक्लो छ अगाडि। अम्मा पुरा खुट्टा नै ढाकिसक्यो। चिप्लो छ बाटो, यस्तो चिप्लाइदिन्छ टाइममा। अहिले त हात पनि हल्का चिसो भइसक्यो। हिउँ रुख्दै खसेको छ। कति राम्रो देखिरहेछ नि, घाम लागेर झन् राम्रो देखिरहेछ। यहाँ अगाडि चाहिँ अब यो के डाँडो हो खै, अगाडि अब खिर खाने डाँडा के डाँडा, धेरै डाँडा नाम छन् कि यहाँ। मलाई त्यति थाहा छैन यहाँ। त्यही पनि अब मलाई बिक लाग्यो, मतलब बिक लाग्यो भन्छन् कि, त्यो लेख लाग्नु भन्छन् नि, त्यो चाहिँ लागेर म चाहिँ अब धेरै माथि सक्ने लागेन। मलाई सास फेर्न गाह्रो भइरहेको छ। अब म धेरै माथि सक्ने पनि होइन। यो अगाडिको डाँडासम्म जानु पऱ्यो, त्यसपछि रिटर्न हुनु पऱ्यो। खानेकुरा ल्याएको छु, त्यो चाहिँ खाएर ट्याक्कै घर। अब माथि चाहिँ धेरै बाक्लो होला। अझ यहाँबाट खप्तर जान चाहिँ लामै पर्ला। अझै बाटो लामो छ, बाटो सकिने होइन। तर खप्तरमा चाहिँ जाने हो, कहिले जाने हो, तर जाने हो। हिउँ खेल्न भयो नि, घुम्न भयो नि, के भयो नि, जाने हो। पहिलाका गोठाला यहाँ भैँसा कति टाइम लाग्दो म माथि भैँसा लिन खप्तड। लामै बाटो हो तर भैँसीसँग फेरि भारी बोक्दै हिँड्न धेरै राम्रो छ। घाम लागिरहेको छ टाइममा, त्यही भएर चाहिँ त्यति चिसो छैन है। पुरै हिउँ बाटोमा चाहिँ धेरै नै ओभर नै थुरिरहेको। अब हिउँ डाँडामा पुगिसकेको छु। अब यहाँभन्दा माथि चाहिँ अझ बाटो धेरै नै छ, म अब सक्दैन। अब म चाहिँ एकछिन यहाँ आराम गरेर रिटर्न जान्छु। सायद यहाँ जुत्ता कुचाउँछन् होला, जुत्ता कुचाउनु पऱ्यो। जति चिसो भयो नि के गर्नु, भगवान्लाई त मान्नै पऱ्यो। चिसो चाहिँ छ, म हेरिदिन्छु। अब चाहिँ जति चिसो भयो नि भयो, मतलबै छैन। यस्तो देखिरहेको छ, बिलाइसक्यो पुरै। म चाहिँ यहाँ पुगेँ, के डाँडो हो मलाई थाहा छैन यसको नाम। अब उता चाहिँ यो चाहिँ बाजुरा साइड, बाजुरातिर, यता चाहिँ अछाम। म चाहिँ अब एकछिन यहाँ आराम गर्छु, त्यसपछि जान्छु। आई होप आजको भिडियो हजुरहरूलाई मन पर्यो होला। यदि हजुरहरूलाई मन परेमा मेरो च्यानललाई सब्सक्राइब गरेर अब सुझाव सल्लाह प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। अनि लाइक कमेन्ट सेयर चाहिँ अनिवार्य है।
त्यो चाहिँ झनै नबिर्सनु होला। यति भन्दै मेरो भ्लग यहीँ समाप्त गर्छु। हस् त, धन्यवाद, बाई बाई।